उदयपुर जिल्ला कटारी नगरपालिका 1 कालीखोला र चौफालको सङ्गम स्थलमा शिव मन्दिर निर्माण हुने भएको छ। उक्त मन्दिर मिलिजुली आमा शिव चर्चा समूहले आफ्नै लागतमा निर्माण गर्न लागेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष पवित्र थापाले बताउनु भएको छ। सबैतिर एक गाउँ एक मन्दिर थियो, तर हाम्रो कालीखोलामा एउटा पनि मन्दिर थिएन। अब आफ्नै ठाउँमा यस्तो पवित्र मन्दिर बन्न लागेकोमा हामी हर्षित छौँ। हामी सबै चर्चा समूह मिलेर नै कार्यलाई अघि बढाइरहेका छौँ भन्ने कुरा मन्दिर व्यवस्थापन सदस्य गोकर्ण कार्कीले बताउनु भएको छ। आफ्नै स्थानमा मन्दिर बन्ने भएपछि स्थानीयहरू हर्षित भएका छन्। 1 वर्षभित्र उक्त मन्दिर निर्माण पुरा गरिसक्ने मन्दिर अध्यक्ष पवित्र थापाले बताउनु भएको छ। प्राकृतिक रूपले सम्पन्न रहेको उक्त स्थानमा नियमित रूपमा फुलिरहने कमलको फुल, ताल, पोखरी अनि साना साना पहाडको थुप्राहरूले मन नै लोभ्याउने वातावरण भएकोले भविष्यमा उक्त स्थान ठुलो मात्रामा पर्यटकको गन्तव्य स्थल बन्न सक्ने स्थानीयहरूले बताएका छन्। खोला तलाउको छेउमा मन्दिर किन बनाउनु भयो भनेर सोध्दा उहाँ यसो भन्नुहुन्छ। जग्गा दिने दाताहरूले केही कम जग्गा दिएकाले गर्दा हामीले खुला चौरमा आएर चाहिँ तलाउका छेउमा बनाउने उद्देश्य हाम्रो हो। यो निर्माण कति अवधिसम्मको लागि? हामीले यो रामनवमीमा हामी बत्ती बाल्ने उद्देश्य छ हाम्रो यसमा। लगभग एक वर्षभित्रमा निर्माण भइसक्नुपर्ने छ। यो भिडियोलाई हेरेर सबैले लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दै म कार्यक्रम प्रस्तुता बेलसोत खबरबाट बिदा हुन्छु। हस्त नमस्कार।